ल साथीहरू, आज चाहिँ हामी बडीघाट 3 सिसाहानीबाट बडीघाट 4 सम्मको यात्रा छ। टक्क देख्न सक्नुहुन्छ। आज चाहिँ हामी खास गरी किन जाने भन्दाखेरि चाहिँ जलजलाको सबै गाउँका ड्रोनबाट चाहिँ भिडियो बनाउने भनेर चाहिँ हिँडेको। ल साथीहरू, यात्रा हाम्रो सुरु भइसकेको छ। त्यो झुले डाँडा पुग्ने कार्यक्रम रहेको छ। यो बाटैबाट हामी यति बेला लक्की खोला भन्ने ठाउँमा छौँ र अहिले चाहिँ बाटो ओह्रालो छ, राम्रो पनि छ यतातिर चाहिँ बाटो। त्यही कारणले गर्दा चाहिँ हामी चाहिँ अहिले न्युट्रलमा हिँडेर आएका छौँ। बाइक न्युट्रलमा छ। तेलको बचत होइन, फुल ट्याङ्की नै छ। हिजो फुल ट्याङ्की हालेर आएको हो। थुप्रै ठाउँ आज घुम्ने, हेर्ने होइन, भिडियो खिच्ने, ड्रोन उडाउने प्लान रहेको छ। कहाँसम्म पुग्न सकिन्छ, के हुन्छ हामी देखाउँदै जानेछौँ। ल साथीहरू, हामी चाहिँ अहिले अब सिसाखानीलाई लगभग बाई बाई गर्न लाग्यो। पारी जलजला हो, यो चाहिँ वारी। अहिले हामी सिसाखानी छौँ। सिसाखानी र जलजलालाई यहाँको लब्धी खोलाले छुट्याउँछ है। खोलादेखि पारिपट्टि जलजला भयो, यता वारीपट्टि चाहिँ सिसाखानी। अहिले हामी सिसाखानी छौँ। अब हामी जलजलातर्फ प्रस्थान गर्दैछौँ। साथीहरू, हामी चाहिँ फाइनल्ली ठ्याक्कै नैटुल आइयो। नैटुल आएर बस्यो। आज चाहिँ नैटुलको भिडियो हान्ने प्लान बनाइएको छ। यहाँ ड्रोन सेट गर्दै हुनुहुन्छ दाइले। टक्क नैटुल हानेर भुसाल खर्क हुँदै देउराली हुँदै खारा खोला हुँदै जाने प्लान छ। ल अब नैटुलको कस्तो रहेछ गाउँ भन्ने कुरा यहाँ ड्रोनबाट हेरौँ है त। ल साथीहरू, हाम्रो ड्रोन चाहिँ स्टार्ट भइसकेको छ। ड्रोन चाहिँ गयो। अब भिडियो हेरौँ है त गाउँको कस्तो रहेछ भन्ने कुरा ड्रोनबाट। साथीहरू, हाम्रो चाहिँ ड्रोन उडिरहेछ। हामीले चाहिँ नैटुल स्कुल हान्नेको छ। नैटुलको यस्तो आइरहेछ ड्रोन चाहिँ। साथीहरू, हामी चाहिँ जलजलाको यो देउराली भन्ने ठाउँमा आइसक्यो। यति बेला यता चाहिँ पातले यो देखिने पारी झुले डाँडा, हामी त्यहीसम्म जाने हो। यता गुफा टक्क यहाँ आएर चाहिँ यहाँ ड्रोन हान्ने काम भइरहेछ देउरालीमा। रुखको छेलमा बसेर होइन, टक्क ड्रोन हान्ने काम चलिरहेको छ। साथीहरू, हाम्रो चाहिँ आजको यात्रा चाहिँ घामले मर्नै लाग्यो। त्यही हो, बाइकमा हिँड्दा रमाइलै छ, गर्मी खासै छैन। ल गाइजहरू, हिँड्दा 2 बज्न लागिसक्यो। हामीले चाहिँ ठाउँमा बिच बाटो हाल्दै अगाडि बढिरहेका छौँ र यति बेला हामी खाराबाट अगाडि हिँडिसकेका छौँ। अब गुफातर्फ नजिक आइरहेका छौँ। त्यहाँ पारी चाहिँ गुफा हो। घुर 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 हुश लखे
gur gur gur. Hush, lakai. Hey, Saile. साथीहरू हामी चाहिँ झुलेडाँडा आइसकेको है गाउँठाउँ हेर्दै फाइनली झुलेडाँडा आइयो यो चाहिँ 4 नम्बरदेखि 3 नम्बर जोड्ने एकदमै यो चाहिँ ग्राभेल बाटो हो अहिले निरन्तर काम भइरहेको छ अहिले 15 करोडको काम यहाँनिर चलिरहेको कुरा मैले तपाईँहरूलाई जानकारी गराउन चाहन्छु पनि बाटो पनि निकै राम्रो स्तर वृद्धि गरिएको छ गाउँठाउँमा पनि यति राम्रो बाटो बन्दैछ Ha ha, gur 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 gur. Hush, lakai. Hey, Saile. है साथीहरू र आजको दिन पनि हामी जलजला काम गरेर सकिएको छ आज हामीले ठाउँहरू घुम्दै ड्रोन हान्ने काम सकिएको छ भिडियोहरू आउनेछ तपाईँ फेसबुकमा हेर्दै हुनुहुन्छ भने फलो गर्नुहोला युट्युबमा हेर्दै हुनुहुन्छ भने सब्सक्राइब गरेर साथ दिनुहोला आजलाई हाम्रो बसाइ सायद खोला गएर हुन्छ होला है आज घर फर्किन नसकिएला आगे दिन के हुन्छ अपडेटहरू गरेर पनि जानेछौँ अहिलेको लागि भने यतितिर नमस्कार गर्न चाहन्छु